हेलो साथीहरु, आजको यस भिडियोमा यहाँहरुलाई स्वागत गर्न चाहन्छु। आज हामी एउटा अलग तरिकाबाट एउटा चोली कटिङ गर्नेछौं। अनि यो भिडियो चाहिँ हजुरहरुले अन्तसम्म हेर्नुभयो भने अवश्य पनि एउटा फरक तरिकाबाट एउटा चोली कटिङ कसरी गर्न सकिन्छ, त्यो पनि एकदमै सजिलो तरिकाबाट। यो भिडियोलाई एक लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला। ल त साथीहरु, आजको भिडियोलाई सुरु गरौँ। अर्को तरिकाबाट चाहिँ एउटा चोली कटिङ गर्नेछौं। अनि यो चोली कसरी काट्न सकिन्छ यो भिडियोलाई सुरुदेखि लिएर अन्तसम्म हेर्नु होला है। सबैभन्दा पहिला चाहिँ हामीले के गर्ने भन्दाखेरि यसरी ओपन साइड आफूतिर बनाउने, खुल्ला भाग आफूतिर अनि बन्द भाग उतातिर बनाएर हामीले नर्मल यता हाम्रो दायाँ साइडतिर चाहिँ यस्तो काटेको खुल्ला भाग राख्छौं। यसरी चाहिँ कपडा जस्तो फोल्डिङ छ त्यस्तै फोल्डिङमा कपडा राख्छौं है। त्यसपछि सबभन्दा पहिला हामीले यता माथि एउटा मार्क दिन्छौं, यस्तो गरेर एउटा मार्क दिन्छौं है। अनि त्यसपछि चाहिँ यसको लम्बाइ चाहिँ 18 इन्ची लम्बाइ छ। अनि 18 इन्ची लम्बाइमा प्लस 1 इन्ची गरेर लग्छौं है। 18 इन्ची लम्बाइ हो, यसमा प्लस 1 इन्ची गर्दा 19 इन्ची आयो। 19 इन्ची हामीले मार्क दियौं है। अनि यो 19 मा हामीले सिधा मार्क दिने यहाँनिर यस्तो गरेर 19 इन्चीमा हामीले सिधा मार्क दियौं है। अब हामीले सबभन्दा पहिला अगाडिको पार्ट काट्नु पर्ने हुन्छ हामीले है। अब यो भन्दा तल चाहिँ हामीले के गर्ने भन्दाखेरि हाम्रो छाती चाहिँ छ 36 इन्ची है। 36 इन्ची यसको छाती रहेको छ। अनि 36 छाती छ भने हामीले 36 लाई हामीले 6 ले भाग गर्दाखेरि 6 इन्ची आउँछ है। हाम्रो 6 इन्ची चाहिँ हाम्रो यहाँदेखि छातीको भाग लिनको लागि हामीले 6 इन्ची लग्यौं। त्यसपछि यसको तल कम्मरसम्म लम्बाइ चाहिँ यसको 13 इन्ची लग्छौं है। कम्मरसम्म लम्बाइ 13 इन्ची। अनि त्यसपछि अब यी सबै लाइनलाई हामीले सिधा गरौँ है। पारीदेखि वारीसम्म यसरी चाहिँ हामीले सिधा गराउनु पर्छ। अब त्यसपछि हामीले यहाँ के गर्ने, सबैभन्दा पहिला यसको तलको भाग यता माथि यहाँ पार्ने भने माथिको भाग यता पार्नु पर्छ है। अब तल चाहिँ अब कम्मर यसको चाहिँ कति छ भन्दाखेरि कम्मर 32 इन्ची कम्मर छ है। 32 लाई हामीले भाग 4 गर्दा भाग 2 गर्दा 16 इन्ची हुन्छ है। यो यहाँदेखि हामीले 16 इन्ची सम्म एउटा मार्क दिन्छौं। अनि त्यो 16 लाई अब हामीले यस्तो बनाएर सेन्टर पोइन्ट निकाल्छौं, बीच भाग निकाल्छौं यस्तो गरेर है। अनि अब यहाँ कति आयो त, यहाँ 8 इन्ची आयो। त्यही 8 इन्ची हामीले माथि पनि राख्छौं। अनि त्यसपछि अब हामी के गर्छौं, यहाँदेखि यहाँसम्म चाहिँ हामीले सिधा यस्तो गरेर एउटा मार्क दिन्छौं, सिधा लाइन। यहाँ पनि एउटा सिधा लाइन दिन्छौं। अनि यो भागलाई हामीले यो भागभन्दा थोरै लगभग हाफ इन्ची बराबर माथि हामीले एउटा यस्तो प्रकारको मार्क दिन्छौं है त। अनि अब यो गरिसकेपछि अब हाम्रो यो मार्कबाट यहाँ यतातिर भित्रतिर चाहिँ 36 इन्ची छ भने हामीले यसको चाहिँ लगभग 2.5 इन्ची हामीले यहाँनिर भित्र लग्छौं है, 2.5। अनि त्यसपछि 2.5 लगिसकेपछि अनि यहाँबाट यसलाई यसरी घुमाएर यसको चाहिँ कलर लग्छौं है। कलर चाहिँ यसको कति छ, 23 इन्ची कलर छ यसको है। 23 इन्ची यसको कलर छ। यो भन्दा मुनि हामीले लगभग 1 इन्चीमा एउटा मार्क दिनुपर्छ। अनि 1 इन्ची बराबरमा तल एउटा मार्क दियौं। अनि मार्क दिइसकेपछि अब यहाँबाट यसरी चेक गर्ने, चेक गर्दै जाँदा अब 23 इन्ची हाम्रो कहाँ पुग्यो त्यहाँनिरसम्म हामीले राख्नुपर्छ है। 23 इन्ची हाम्रो यहाँनिर पुग्छ, यहाँनिर चाहिँ 23 इन्ची पुग्यो। अब यो 23 इन्चीमा चाहिँ हामीले यस्तो गरेर सेभ गर्नुपर्ने हुन्छ यो। अनि त्यसपछि यहाँनिर यसलाई सिधा यस्तो गरेर एउटा मार्क दिने। अनि यस्तो तरिकाले एउटा सेप दिने र अर्को सेप चाहिँ यस्तो गरेर हामीले अलि बाहिरबाट दिनुपर्छ है।
यो चाहिँ हाम्रो भित्र पर्ने सेप पर्छ भने यो चाहिँ हाम्रो बाहिर पर्ने सेप हुन्छ। यो बाहिर पर्ने सेपलाई हामीले अझै भित्रबाट लिन पर्ने हुन्छ थोरै यस्तो गरेर। यस्तो तरिकाले हामीले भित्रबाट सेप लिनुपर्छ है। अनि अब त्यसपछि चाहिँ हाम्रो यहाँनिर हेर्दाखेरि 2.5 इन्ची छ। अनि हामीले अब यतातिर के गर्ने, यो लाइनदेखि भित्र यतातिर चाहिँ हामीले 4.5 इन्चीमा एउटा मार्क दिने है। 4.5 इन्चीमा एउटा मार्क दिने, यो पनि गर्न सकिन्छ र अर्को तरिका पनि गर्न सकिन्छ। यहाँबाट यता चाहिँ हामीले छातीलाई 6 ले भाग गरेर त्यसमा हामीले 1.5 इन्ची माइनस पनि गर्न सक्छौँ। जस्तो छाती 36 छ भने 36 लाई भाग 4 गर्दाखेरि 9 इन्ची हुन्छ। यसमा हामीले 1.5 इन्ची माइनस गर्दाखेरि 7.5 इन्ची हुन आउँछ। त्यही 7.5 इन्ची हामीले यहाँ राख्न पर्ने हुन्छ। अब यहाँनिर चाहिँ यो भइसकेपछि अब हामीले यहाँ के गर्नुपर्छ भन्दाखेरि तिराको हिसाब गर्नुपर्छ। यसको तिरा चाहिँ कति छ, 15 इन्ची यसको तिरा छ है। यहाँबाट हामी यता अगाडि बढाउँछौँ, यहाँदेखि यहाँसम्म चाहिँ 15 लाई भाग 2 गर्दा कति आयो, 7.5 है। हो 7.5 मा हामीले यसरी मार्क लगाउने। त्यस पछाडि हामीले यो मार्क र यो मार्कलाई यसरी मिलाउने है, यस्तो गरेर। अनि त्यस पछाडि योभन्दा हामीले अलिकति बाहिरबाट अलिकति यता भित्र लगभग 1.25 इन्ची बराबर भित्रबाट हामीले यस्तो तरिकाले सेप दिने। यहाँ यस्तो तरिकाले हामीले सेप दिन सक्छौँ है। अनि यो चाहिँ हाम्रो फरक तरिकाले कटिङ गर्ने हो, चोलीको हो यो ड्राफ्ट चाहिँ। अब योभन्दा हामीले 1/2 इन्ची डाउन गर्नुपर्छ। यहाँ चाहिँ हामीले यस्तो तरिकाले 1/2 इन्ची डाउन गऱ्यौँ। अब नर्मली यसलाई कटिङ गरौँ अनि त्यस पछाडि पछाडिको भाग काट्नुपर्छ है। अब यो तरिकाले यसको कटिङ गरिसकेका छौँ। अब यो चाहिँ हामीले पछाडि यसको अस्तर काट्दा बाहिरी भाग काट्दाखेरि चाहिँ मिलाउनु पर्छ। अब हामीले यहाँबाट यसको यसरी चेक गर्दाखेरि, अब यहाँनिरबाट यसरी चेक गर्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ हाम्रो 2 इन्ची बराबर हाम्रो चाहिँ के आउँछ, यसको कलर आउँछ है। योभन्दा माथि 2 इन्चीमा कलर आउँदा हाम्रो बन्दा चाहिँ यहाँनिर हुन्छ। यहाँनिरबाट यो चाहिँ मिल्छ है। अब यसलाई साइड गरिदिउँ अनि यसको पछाडि भाग काटौँ। अब यस्तो गरेर यसलाई राख्ने। यस्तो गरेर यसलाई राखिसकेपछि यसको पछाडि भाग काट्दाखेरि कसरी काट्ने भन्दाखेरि यसलाई अब यसरी राख्ने। यो लाइन बराबर गरेर मैले यसलाई राखेँ हैन। अनि यो राखिसकेपछि अब हामीले नर्मल के गर्नुपर्छ भने यो जुन छ योभन्दा हामीले 1 इन्ची बराबर एक्स्ट्रा गरिदिनुपर्छ है। एक्स्ट्रा गर्दाखेरि कति आयो, 9.5 भन्दाखेरि 19 इन्ची हुन्छ हैन। 9.5 लाई हामीले सिंगल गराउँदा 19 इन्ची हुने भयो। अब हाम्रो माथि चाहिँ तिराको भाग 2 गर्दाखेरि यहाँनिर फिक्सै आयो। अब यहाँनिर चाहिँ हाम्रो छातीलाई 4 भाग गरी माइनस 1/2 इन्ची गर्नुपर्छ है। 36 छाती छ, 36 लाई भाग 4 गर्दा 9 इन्ची आयो। यसमा माइनस हामीले 1/2 इन्ची गरिदिउँ। खार्पोबाट हाम्रो यसको अरु प्लस गर्नुपर्छ है। हो यति मात्रै गरेर नर्मली अब यसमा हामीले यस्तो प्रकारले सेप दिउँ। यस्तो प्रकारले सेप दिने। अनि यहाँको काट्दाखेरि चाहिँ हामी जति छ त्यति नै राख्नुपर्छ। अनि यहाँको यस्तो गरेर सिधा गराउने। अनि त्यस पछाडि यहाँबाट 1.5 इन्ची अथवा 1.25 डाउन गरिदिने है। 1.5 इन्ची र 1.5 इन्चीदेखि 1.25 बराबर हामीले डाउन गर्नुपर्छ। अनि हाम्रो यहाँको कलरको भाग चाहिँ 2.5 इन्ची 2.25 हामीले जुन यता छोडेका छौँ नि हो यो नै हुन्छ है।
यसरी चेक गर्दाखेरि लगभग हाम्रो फिक्सै हुन्छ। यहाँनिर यति बराबरमा फिक्स हुन आउँछ है यो। अब यसको चाहिँ हामीले यो पनि काट्यौं, पछाडि भाग पनि काटिसक्यौं, अगाडि पनि काटिसक्यौं। अब हामीले के गर्ने, यसको खार्पा काट्ने र यसको बाहुला काट्ने है। खार्पाको लागि कसरी लिने भन्दाखेरि हामीले यहाँ तलको भाग हामीले लगभग 4 इन्ची बराबर 4 4.5 बराबर हामीले कल्लीको लागि छोडिदिन्छौँ है। 4.5 छोड्दैछु मैले। अनि यहाँदेखि यहाँसम्मको लम्बाइ नाप्ने 9 इन्ची आएको छ हो। यो 9 इन्चीलाई हामीले मध्यनजर गर्नुपर्ने हुन्छ। 9 इन्ची हाम्रो लम्बाइ, खार्पाको लम्बाइ छ भने अब यहाँदेखि यसको चौडाइ हेर्नु पर्दा चाहिँ कति हुनु छ त। 9 लाई हामीले अब के गर्ने, 9 छाती 36 छ भने 36 लाई भाग 4 गर्दाखेरि कति आयो, 9 इन्ची आयो हैन। अब यहाँदेखि हामीले हेर्दाखेरि यसको चौडाइ कति आउने रहेछ, 3 इन्ची आउने रहेछ हैन। यसमा 3 इन्ची आउँछ भने हामीले सिलाइको लागि हाफ इन्ची एक्स्ट्रा गरेर 3.5 इन्ची यो खार्पाको चौडाइ लिनुपर्ने हुन्छ है। अब यसलाई साइडमा राख्दिउँ। त्यस पछाडि म एक साइडबाट खार्पा निकाल्छु। यसको खार्पा यहाँबाट निकाल्छु। यसको खार्पा कटिङ गर्दाखेरि एक साइड सिधा हुनुपर्छ, एक साइड चाहिँ क्रस हुनुपर्छ है। हो यसरी चाहिँ म खार्पाको यो चौडाइ लग्छु। यसको यहाँदेखि यहाँ लम्बाइ हेरौँ 9 इन्ची यो छ है। 9 इन्चीमा मैले मार्क दिएँ। 9 इन्ची फिक्स म मार्क दिन्छु। अनि त्यस पछाडि यहाँदेखि तल 1 इन्चीमा एउटा मार्क यस्तो तरिकाले दिनुपर्छ, यो गोलाइ दिनको लागि है। अनि अब यसको चौडाइ 3.5 इन्ची मैले भनेको थिएँ नि हो। त्यसरी 3.5 इन्चीमा मार्क दिनुपर्छ यसरी है। 3.5 इन्ची मार्क दिने। अनि त्यस पछाडि यसको लम्बाइ यहाँदेखि यहाँ 9 इन्ची लम्बाइ छ। अनि अरु यसको कटिङ गर्दा यहाँ तल 1 इन्ची डाउन गरेर काट्ने। अब यस्तो तरिकाबाट यसको खार्पा पनि कटिङ भइसकेको छ। अनि अब बाहुला कटिङ गरौँ। बाहुला कटिङ गर्नको लागि चाहिँ अब हामीले सिधै पहिला यस्तो गरेर कबाडा सिधा बनाउँ। पहिला कबाडा यस्तो गरेर अब एक साइडबाट चौडा, एक साइडबाट ओछो गरेर राख्न सकिन्छ। यस्तो तरिकाबाट राख्दाखेरि हाम्रो तन्किने भाग पछाडि पर्छ भने सिधा भाग अगाडि पर्छ। यसको लागि पनि हामीले चाहिँ तन्किने भागको लागि भए पनि हामीले यस्तो क्रस गरेर काट्नुपर्छ। क्रस गरेर कबाडा राख्नुपर्छ। अनि अब हामीले यसको चौडाइ कति लिने हो भन्दाखेरि चाहिँ पहिलाको जुन चोली कटिङ गर्ने फर्मुला अलि फरक थियो मेरो। अनि यसमा चाहिँ अलिकति फरक गरेर काट्नुपर्ने हुन्छ। यसको यो चौडाइ लग्यौँ। अनि अब हामीले के गर्ने त भन्दाखेरि यहाँबाट यसरी चेक गर्ने अब है। यहाँदेखि माथिबाट लिएर यहाँसम्म 6 इन्ची आयो। अनि त्यस पछाडि हामीले यो खार्पा जोड्यौँ भने यस्तो गरेर यहाँनिर खार्पा जोड्छौँ। हाफ इन्ची हाम्रो सिलाइमा जान्छ। यतैबाट हेरौँ, यसरी हेरौँ है। यसरी यहाँबाट यसरी हेरौँ कति आयो, 10 इन्ची यहाँ आयो। अनि अब पछाडिको भाग, अनि पछाडिको जुन यो भाग छ यहाँदेखि हाम्रो लगभग 10 इन्ची यहाँ आएको छ भने यहाँदेखि 4.5 इन्ची यो, त्यस पछाडि 9 इन्ची यो हाम्रो लगभग यहाँ बराबर खार्पा जोड्ने भाग आइपुग्छ। अब हाम्रो 10 इन्ची जुन छ त्यो 10 लाई यहाँ माथि छोडिदिएर त्यसपछि यहाँनिरबाट तलतिर हेरौँ 15 इन्ची आयो हैन। हो यो 15 लाई भाग 2 गर्दा 7.5 हुन्छ। हो यो 7.5 हुन्छ। यसमा हामीले यही 7.5 इन्ची फिक्स लिनुपर्छ यहाँनिर। अब यसको चौडाइ चाहिँ नर्मली हजुरले छातीलाई 4 ले भाग गरी लग्दा हुन्छ हैन। चौडाइ चाहिँ
लगिसकेपछि अब यहाँदेखि भित्रतिर हामीले 3 इन्ची बराबरमा एउटा मार्क दिन्छौँ। अनि त्यस पछाडि अब 7.5 इन्ची हाम्रो यहाँनिर राख्छौँ माथि। यहाँ माथि 7.5 इन्ची यहाँ राखेर यस्तो तरिकाले गोलो गरेर सेप दिन्छौँ। अनि यस्तो गरेर सेप दिँदाखेरि यो चाहिँ हाम्रो यहाँसम्म यो पुग्यो। त्यस पछाडि 1.5 इन्ची हामीले सिलाइको लागि मार्जिन छोड्छौँ यो। अनि त्यस पछाडि यसको लम्बाइ 20 इन्ची यसको लम्बाइ हो। यसमा प्लस हामीले 1 इन्ची गरेर दिनुपर्छ। यसमा प्लस हामीले यसको मोटा चाहिँ 8 इन्ची हो। 8 मा हामीले प्लस 1.5 इन्ची गर्नुपर्छ। अनि यस्तो तरिकाले गरिसकेपछि हामीले थोरै भित्रबाट भएर यस्तो गरेर हामीले सेप दिएर यसको काट्न सक्छौँ। अनि अब यो वालाले यस्तो तरिकाबाट हामीले यो गर्न सक्छौँ है। हाम्रो यहाँसम्म चाहिँ जान्छ। यसको चाहिँ 2 इन्ची बराबर हाम्रो यहाँदेखि तल कप रहन्छ है। यो तरिकाबाट तपाईहरुले एउटा अर्को तरिकाबाट चोली कटिङ गर्न सक्नुहुन्छ हैन। चोली कटिङ गर्ने तरिका त त्यसै पनि धेरै तरिकाहरू छ, जसमध्ये यो चाहिँ एउटा तरिका हो। यो चाहिँ एकदमै राम्रो मिल्छ यो तरिका पनि। अनि तपाईहरुले यस्तो तरिकाबाट पनि काट्न सक्नुहुन्छ है चोली चाहिँ। आजको यो भिडियो हजुरहरुलाई कस्तो लाग्यो? यदि यो भिडियो हजुरहरुलाई मन परेको छ भने एक लाइक गर्नु होला। च्यानलमा हजुरहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। यस्तै भिडियो म हजुरहरुको लागि लिएर आउने नै छु। अब चाहिँ हामी बिदा हुने छौं र अर्को भिडियोमा भेट्ने छौं। यसको सिलाइको भिडियो पनि म हजुरहरुलाई चाहिँ बनाएर दिने छु, युट्युबमा अपलोड गर्ने छु। तपाईहरुले त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ है। ल, धन्यवाद।